ल है त गुड आफ्टरनुन सबैजनालाई। मैले जब यसरी भिडियो हालिदिन्छु हेर्ने गर्नु है। यहाँ इम्पोर्टेन्ट कुराहरू छोडिदिएको हुन्छु मैले, पुरै हेर्ने गर्नु होला। यहाँ हेर्नु त, बजार 15 मिनटमा डाउन ट्रेन्डमा छ। बजारले आइडिएम लियो, आइडिएम माथिको अर्डर ब्लकबाट रिजेक्सन लिइरहेछ। त्यो गरिसकेपछि बस गर्न आउनु पर्ने हुन्छ 2808 मुनि। अब यदि त्यो गर्दैन भने यो अर्डर ब्लक भन्दा माथि गएर बन्द चाहिँ हुनुपर्ने हुन्छ। भनेको त कि त 2847 माथि बन्द हुनु पर्यो कि तपाईँको 2808 मुनि भएर है, यहाँ मुनि बन्द भएर चाहिँ तपाईँको यो रेन्जको सबभन्दा अग्लो ठाउँ कहाँ छ? यहाँ छ उच्च ठाउँ। यो हाम्रो के हुन्छ त्यसपछि लोअर आई बन्छ र यो चक बन्छ त्यसपछि। अहिलेलाई चक माथि छ है, बस गर्दै चक सार्दै ल्याउने हो अनि त्यसपछि चक गरेर अप ट्रेन्ड जाने हो है। अहिलेलाई हाम्रो 15 मिनटमा है, यदि यो ठाउँलाई भत्काउँछ भने लगभग यो ठाउँ आसपास आएर बढ्नु पर्ने हुन्छ। डेलीबाट चाहिँ तपाईँको अर्डर ब्लक यहाँ छ, यो रातो क्यान्डल 2743 देखि 2794 भनेको सपोर्ट नजिकै छ है। धेरै बेर साइडवेज खेलिसकेको छ, सपोर्ट नजिकै छ। हेर्नु यहाँ अलिकतिले एउटा सानो फेयर भ्यालु ग्याप छ, त्यही भएर यो अर्डर ब्लक चाहिँ भयो। यो क्यान्डल होइन, यो क्यान्डल चाहिँ हाम्रो अर्डर ब्लक। सपोर्ट चाहिँ तपाईँको डेलीबाट यहाँ देखिन्छ, यो 94 भनेको लगभग लगभग है यसमै पर्न जान्छ। त्यही भएर तपाईँको कि त 47 माथि जानु पर्यो कि नभए 2808 मुनि आउनु पर्यो। र एकजना मान्छेले यहाँ के सोध्दै हुनुहुन्थ्यो भने यहाँ हेर्नु त, यो जुन चक स्विप भएको छ नि, यो नै इन्टरनल बस हो क्या है। यही इन्टरनल बस हो अनि यसलाई नै हामीले आइडियम लियौँ। अब यो भन्दा तल आएर फेरि अर्को पर्खिँदाखेरि तपाईँको डाउन ट्रेन्डको स्ट्रक्चर म्यापिङै छुट्छ फेरि है। यहाँ चक स्विप भयो, यहाँ चक स्विप यसरी सरे पनि होइन, यो इन्टरनल बस गर्दै सरेको त हो नि त। यो भन्दा तल त आयो नि त। यहाँबाट यहाँ यहाँ इन्टरनल बस भयो अनि त्यसपछि यो एउटा भ्यालिड पुल ब्याक इन्टरनल बस अनि त्यो आइडियम भयो, ठ्याक्कै त्यो आइडियम माथिको अर्डर ब्लकबाट रिजेक्सन लिएको छ है। मैले फेरि पनि रिपिट गरेर हेर्नु त, 47 माथिको क्लोजिङ दिनु पर्यो कि 2808 मुनि आउनु पर्यो र बस गरेर यो पोइन्टलाई 2846लाई चाहिँ हाम्रो चक बनाउनु पर्यो। र यदि यो ठाउँमा थामिँदैन भने तपाईँको यो ठाउँसम्म 43सम्म आउने ठाउँ छ र यो ठाउँमा आएर सपोज मानिलियो अब यो यहाँ भत्काएर अलिकति तल आस्तो गरेर अनि फेरि चक गरेर यही ठाउँमा चढाउन पनि सक्छ। 43 भन्दा तल क्लोज नहुँदासम्म हाम्रो 2743 को यो एक्सट्रिम चाहिँ सपोर्ट हो है। यो चाहिँ हाम्रो अबको डेली अर्डर ब्लक सपोर्ट।